नमस्ते दर्शकवृन्द, आजको खबर निकै चाखलाग्दो हुनेछ किनकि 2 अप्रिल अबको ठिक एक दिन पछाडि दिल्लीमा त्रिपक्षीय वार्ता भइराखेको छ। अनि वार्ता गोर्खाहरूको इस्युमाथि अथवा गोर्खाहरूले जुन समस्या भोगिराखेको छ यो माथि गरिने बताएको छ। तर त्यो वार्ताभित्र के छ, वार्ताभित्र किन वार्ता गरिँदैछ भन्ने पुरा रिपोर्ट भने यो तातो खबरमा दिइराखेका छौँ। हजुर दर्शकवृन्द, यो खबरलाई सेयर गर्नुहोला चाहन्छु। हजुर दर्शकवृन्द, वार्ताको बात गर्नुभन्दा अगाडि 2021 मा अन्तिम वार्ता भएको थियो र त्यो वार्तामा के भएको थियो भने जिटिए माथि रिभ्यू गर्ने भएको थियो। साथसाथमा धेरै सालदेखि पहाडमा पञ्चायत इलेक्सन भएको थिएन, पञ्चायत राज्य चलेको थिएन। इन्डियाभरि चले पनि, भारतवर्षभरि चले पनि पहाडमा चलेको थिएन। यो माथि रिभ्यू भएको थियो, 11 जनजातिमाथि भएको थियो। र जसरी नै 2021 को वार्ता सके पश्चात त्यस पश्चात चाँडै नै जिटिए को इलेक्सन भएको देख्नु भयो। र जिटिए इलेक्सन भए पश्चात अनित थापाले एकदमै जिटिए को कुर्सीलाई हासिल गरिकन अहिले अनित थापा ज्यूले विशेष जिटिएलाई चलाइराखेको छ। तर आज किन 4 वर्ष पछि फेरि पनि पर्सि अप्रिल 2 तारिकको दिन दिल्लीमा मिटिङ भइरहेको छ। मिटिङ फेरि अमित शाहको नेतृत्वमा नभए पनि होम एफआइएसको तर्फबाट केही त्यहाँका सचिवहरू बसिकन विशेष गोर्खाको समस्यामाथि बातचित गर्ने बताएको छ। किन यति समय लाग्यो? अनि एउटा कुरो किन बुझ्नुपर्ने, जनताले बुझ्नुपर्ने किन कुरो छ भने किन जहिले पनि इलेक्सनको छेउमा, चुनावको नजदिक हुँदा नै यो कुरो गरिन्छ? किन त्यति बेला मात्र केन्द्र सरकारले पनि गोर्खाको समस्यालाई देख्छ? यो ठुलो प्रश्नको घेराउमा 2 अप्रिलको विशेष वार्ता रहेको छ। वार्तामा गोर्खाको इस्युमाथि जुन प्रकारको इस्यु चलिराखेको छ, विभिन्न इस्युमाथि बात गर्ने भए पनि किन 2026 को इलेक्सनको नजदिकमा नै पनि यो मिटिङ गरिराखेको छ? यसमा ठुलो प्रश्न रहेको छ। हजुर दर्शकवृन्द, जहिले पनि चुनाव अगाडि 2026 को चुनाव अब नजदिक छ, साथसाथै 2027 मा जिटिए को चुनाव पनि नजिक छ। के यसचोटि पनि जिटिएलाई नै एउटा अलिकति बलियो बनाएर काम चलाऊ भन्ने दिने हो कि अथवा 26 अगाडि कुनै पनि पिपिएस माथि पर्मनेन्ट पोलिटिकल सल्युसन माथि बात हुने हो कि भन्ने प्रश्नको घेराउभित्र 2 अप्रिलमा हुने जुन वार्ता यो पनि प्रश्नको चिनोभित्र घेराउमा रहेको छ। किनकि जसरी नै बितेका दिनहरूमा जिटिए को रिभ्यूमाथि जब बातचित भए पश्चात लगभग 1 साल नबित्दा नै जिटिए को इलेक्सन भएको तपाईँले देख्नुहुन्छ। कतै न कतै चुनावको अघि मात्र यो कुरो गरिन्छ र ठुलो सङ्ख्याको घेराउमा जहिले पनि भारतीय जनता पार्टी रहन्छ। किनकि सेन्ट्रलमा, केन्द्रमा भारतीय जनताको गठबन्धनमा रहेका जति पनि यहाँका पार्टीका दलहरू छ उनीहरूले खुसीको लहर भनिराखेको छ। उनीहरूले हरेकले यसचोटि कुनै न कुनै एक वार्ताले नभए पनि आउनेवाला धेरै वार्ताहरूले कुनै न कुनै समस्यामाथि काम हुन्छ भनिराखेको बिचमा बितेका दिनहरू पनि यस्ता लड्डुहरू खुवाउँदै आएको तपाईँलाई यादै छ। र अहिलेसम्म हातमा धेरै 20 सालभन्दा अगाडि भारतीय जनता पार्टीलाई लगातार रूपमा यहाँबाट उम्मेदवारमा जिताए पनि, तर हेर्नुहोस् त अहिले पनि सेन्ट्रलको तर्फबाट कुनै पनि गोर्खामाथिको एउटा ठोस निर्णय भएको छैन। कतै न कतै सङ्ख्याको घेराउमा किन छ भन्दा चाहिँ 26 को इलेक्सन नजिक छ। यसले गर्दा यदि दार्जिलिङलाई छोयो भने कतै न कतै बङ्गालका राजनीति पनि हल्लिन्छ, बङ्गालभित्रको राजनीति पनि गर्माहट अथवा त्यहाँ पनि तातिनु थाल्छ भनेर पहाडको राजनीतिलाई छोएको त होइन। या त साँच्चै नै सिरियस गम्भीर छन् केन्द्र सरकार गोर्खाहरूको समस्यामाथि। गम्भीर भएको भए त 20 साल नागिसक्यो, लगभग 20 साल लागिसक्यो, तर अहिलेसम्म गोर्खाहरूलाई किन न्याय दिएको छैन प्रश्नको घेराउमा छ। हामीले धेरैसँग बात गऱ्यौँ, धेरै जति पनि गठबन्धनमा रहेका दलहरूसँग बात गर्दा उनीहरू खुसी छन्, धेरैलाई निम्तो आएको छ, उनीहरू पनि खुसी छन्। उनीहरूले कतै न कतै त खुसी रहेका राम्रो पनि हो, उनीहरूले पोजिटिभली हेरिराखेको छ। तर पनि हामीले जनतासँग बात गर्दा जनताहरूको आम नागरिकहरूको बुझाइ यो नै छ कि बितेका दिनहरूमा जसरी लड्डु खुवाएका थिए
मिटिङद्वारा धेरै टङ्गाएन लान्छ, किनकि मिटिङ भने पश्चात 2026लाई पनि 26को चुनावमा पनि यही कुरो खेलिकन कतै न कतै 3वटा एमएलएको सिटमा नजर त केन्द्रको छैन, भारतीय जनता पार्टीको छैन भन्ने प्रश्न रहेको छ। जहिले पनि कुनै समस्यालाई देखिन गोर्खाहरूको भावनासँग खेलिकन बितेका दिनहरूमा थुप्रै सिटहरू यहाँबाट लगेको देख्छ, एमएलएको सिट एमपीको सिटलाई लगेको देख्छौँ। र यो पालि पनि लगभग 1 वर्ष 7-8 महिना अगाडि मात्र यसरी फेरि पनि गोर्खाको समस्यामाथि मिटिङ हुनु भनेको कतै न कतै घेरौभित्र रहेको छ। जनता सचेत हुनुपर्छ, जनताले बुझ्नुपर्छ, अनि जनता जहिले पनि सिरियस भएर आफ्नो जति पनि कुरो छ, भोट गर्नु जति पनि कुरो छ, यसमा एकदमै सिरियस हुनु भन्ने बताएको छ। हेरौँ 2 अप्रिलमा हुन गइरहेको त्रिपक्षीय वार्ताले के कस्तो यसको सम्भावनाहरू ल्याउँछ भन्ने कुरो पनि हामी मिस 24मा दिनेछौँ। तपाईँलाई के कस्तो लाग्छ, यो वार्ता किन गर्नु जरुरी छ, के कस्तो लाग्छ, तपाईँले पनि आफ्नो विशेष कमेन्टहरू राख्न सक्नुहुन्छ र तातो खबरलाई हेर्दै गर्नुहोला। नमस्कार।